कोठा भाडामा लिएर म जस्तै एक्लै बस्दै हुनुहुन्छ अनि अफिसबाट काम गरेर आउँदा रातिको 8-9 बज्छ, खाना बनाइदिने मान्छे कोही छैन भने, तर खाना चाहिँ जसै आफै बनाएर खान्छु भन्ने मन छ भने चाहिँ आज म तपाईहरुलाई यो भिडियोको थ्रुबाट मात्र 10 मिनेटमा हामीले के खाना बनाउन सकिन्छ भनेर भन्छु है। त यो चाहिँ मैले मेरो तरिकाले पकाएको हो, हजुरहरुले अझै तामझाम गरेर पकाउनुहुन्छ भने त आई डोन्ट नो अबाउट दैट। अब बालौ ग्यास, त्यसपछि बसालौ कराई। एक्चुअली मैले चाहिँ अर्को साइडमा भात बसालिसकेको थिएँ, त्यसको क्लिप अघि नै राखिसकेको छु। अब यो तातिरहेको कराईमा हाल्दिउ तेल। यदि तेल हाल्ने बित्तिकै झ्याप्प तपाईलाई दिमागमा याद आउँछ ला मेरो त प्याजै सकेको छ भने डोन्ट वरी, जीरा पनि हाल्न सक्नुहुन्छ। जीरा हाल्नुस्, त्यसपछि हाल्नुस् मसला, टमाटर, नुन खुर्सानी सब हाल्दिनुस्। मैले चाहिँ आज एक्चुअली बनाउन लागिरहेको छु गुन्द्रुक, जुन चाहिँ मेरो घरबाट यानी कि गाउँबाट मेरो मम्मीले पठाइदिनु भएको हो। त एकैछिनमा चाहिँ रेडी भयो मेरो गुन्द्रुक अनि भात। अनि यदि कुनै पनि दिन हजुरहरुले मलाई आफ्नो घरमा खाना खान बोलाउनुहुन्छ भने प्लिज चटनी चाहिँ मलाई चाहिन्छ है। म मुखले भन्दिन मलाई चटनी चाहिन्छ भनेर, तर प्लिज तपाईहरु बुझिदिनु होला। यदि यो भिडियो मेरो कुनै पनि घरतिरको रिलेटिभ्सले, आन्टी आजीहरु कसैले हेर्नुहुन्छ भने प्लिज बुझिदिनु होला है, मलाई चटनी चाहिँ चाहिन्छ। सो यहाँ चाहिँ म बनाउँदै छु चटनी। म चाहिँ यसरी नै बनाउँछु है। टमाटर पानीमा उमाले नि हुन्छ, ग्यासमा डढाए नि हुन्छ, तर मलाई त्यो मन पर्दैन। सो म तेलमै यसलाई फ्राई गर्छु किनकि म धनी छु अनि मलाई यसरी नै तेललाई धेरै धेरै फाल्न मजा आउँछ। मेरो तपाईहरुले तरकारी पनि देख्नु भयो त्यो गुन्द्रुकमा पानी भन्दा बढी तेल छ के। कहिले आउँछ यार मलाई भातमा पानी नाप्न र तरकारीमा तेल हाल्न। ओ माय गॉड। अब चाहिँ पिसौ यो चटनीलाई। मैले चाहिँ यहाँनिर 2वटा रातो खुर्सानी अनि 2वटा टमाटर र एउटा लसुनलाई फ्राई गरिरहेको थिएँ। अब चाहिँ सिलौटोमै पिसौँ है। मलाई फेरि सिलौटो बाहेक अरूमा पिसेको चटनी मनै पर्दैन। अनि मेन कुरा चाहिँ सिलौटोमा पिसेको कि मिक्सरमा भनेर म छ्याट्टै थाहा पाइदिइहाल्छु कि मिक्सरमा पिसेको त कस्तो मलाई यस्तो गनाए जस्तो फिल हुन्छ नि यो अचार चटनी। यति भन्दै म चाहिँ लागे खाना खान। तपाईहरुले नि खाना खाइसक्नु भयो होला। सो के बाई।